दर्शक महानुभावहरू नमस्कार। आज मिति 2082 साल असोज महिनाको 11 गते आज शनिबार। दर्शक महानुभावहरू नेपाली न्युज टिभीको न्युज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म पुष्करले सदाझै आज पनि तपाईहरुमाझ देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेट, देशभर भएका राजनीतिक घटनाक्रम, कहाँ के भयो त आन्दोलनको कारणले नयाँ सरकारले के गर्दैछ यसबारे पनि विशेष रिपोर्ट छ। दर्शक महानुभावहरू पछिल्लो समय काठमाडौँका मेयर बालेन्द्र शाहले भित्र चलेको एक्सनबारे पनि विशेष रिपोर्ट छ। 3 जना नेताहरू कहिले पक्राउ पर्दैछन् त यसबारे महत्त्वपूर्ण समाचार लिएका छौं। राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जाने नयाँ सरकारको घोषणा, देउबा दम्पतिको राहदानी बारे परराष्ट्रले सुरु गर्यो आन्तरिक छानबिन, माओवादी आन्दोलनको पर्याय बनेका प्रचण्ड 38 वर्षपछि नेतृत्वबाट हट्न तयार, विद्युत विकासको महानिर्देशकमा पहिलो पटक महिला, कुलमान घिसिङलाई शून्य अङ्क दिने जीवछ सरुवा, आर्जु राणा देउबाले छोडिने युलेन्स स्कुल तयार भयो नयाँ मार्गक्षेत्र यसरी पत्ता लागेको थियो। जेएनजी आन्दोलनको आइकोनिक जुत्ताको पात्र को हुन् त उनी के छन्, कस्तो अवस्थामा यसबारे पनि विशेष रिपोर्ट छ। अर्थमन्त्री रामेश्वर खनाल सरकारी कामका लागि भन्दै अमेरिका जाँदै, नेताहरू बाहिरै धेरै बोल्ने, आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका भएको विद्यादेवी भण्डारीको कटाक्ष, एमालेका 3 नेताले भेटे राष्ट्रपति रामचन्द्र पौडेललाई के भयो त कुराकानी यसबारे पनि महत्त्वपूर्ण जानकारी। 12 जेएनजी समूहद्वारा प्रधानमन्त्री समक्ष 7 बुँदे सम्झौता प्रस्ताव पेश, के लेखे त यसबारे पनि महत्त्वपूर्ण जानकारी। बहुमतको दम्म नदेखाउन चेतावनी दिँदै नारायण काजी श्रेष्ठले भने हाम्रो अवस्था पनि ओलीको जस्तै नहोस्। पूर्व ऊर्जा मन्त्री दीपक खड्कामाथि अनुसन्धान सुरु, घोटालाबारे बलियो प्रमाण फेला भएको दाबी, अब जेल जाने ठिक्क, मतदाता नामावली सङ्कलन, पहिलो दिनमै नवलपरासीमा बढ्यो भिडभाड, ऐतिहासिक श्रृङ्खलामा नेपाललाई मौका, आज नेपाल र वेस्ट इन्डिज बीच T20 खेल हुँदै, र दर्शक महानुभावहरू पूर्व राष्ट्रपतिदेखि पूर्व कर्मचारीसम्मका कानुन विपरीतका सेवा र सुविधा फिर्ता हुँदै शीतल निवासमा नेकपा एमालेका नेताहरूको 2 घण्टा शीतल निवासमा राष्ट्रपतिसँग छलफल। राष्ट्रपतिले भने चुनावमा जानुस्, आखिर के प्रस्ताव लिएर आएका थिए त ओलीका मान्छे, यसबारे पनि विशेष रिपोर्ट छ। यी र यस्तै धेरै समाचारहरू छन्, त्यसैले आउनुहोस् दर्शक महानुभावहरू आजको पहिलो तथा विशेष रिपोर्ट तर्फ लागौं। दर्शक महानुभावहरू पूर्व ऊर्जा मन्त्री दीपक खड्का विरुद्ध अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान सुरु गरेको हो। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्देशनमा खड्कामाथि अनुसन्धान सुरु भएको हो। खड्कामाथि ऊर्जा मन्त्री हुँदा व्यापक आर्थिक अनियमितता गरेको आरोप लागेको छ। त्यति मात्रै होइन, खड्काले विद्युत प्राधिकरणभित्र ठेक्का प्रक्रियामा पनि आर्थिक लेनदेन गरेको, सरकारी निर्णय गर्दा अनुचित लाभ उठाएको लगायतका आरोपमाथि अनुसन्धान अगाडि बढाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार दीपक खड्कामाथि लागेको आरोपसँग सम्बन्धित महत्त्वपूर्ण प्रमाण पनि सङ्कलन भएको छ। ती प्रमाणहरू परीक्षणका लागि प्रहरीको डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको छ। पूर्व ऊर्जा मन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका दीपक खड्का समखुवा सभाको निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेपाली काङ्ग्रेसका नेता हुन्। उनी नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउबाका निकट पात्र मानिन्छन्। भ्रष्टाचारीहरूले देशमा हालिमुहाली गरेपछि दर्शक महानुभावहरू जेएनजी आन्दोलनले उथलपुथल बनाइदिएको ओली सरकारलाई यति बेला निकै भारी पर्ने देखिएको छ। यता देउबा दम्पतिको राहदानी बारे परराष्ट्रले आन्तरिक छानबिन सुरु गरेको छ। यी दुवै पनि दर्शक महानुभावहरू जेल जाने पक्की भएको छ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबा र उनकी श्रीमती डाक्टर आर्जु राणा देउबाले हालै बनाएको राहदानीको विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको हो। देउबा दम्पतिले असोज 3 गते राहदानी विभागबाट राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो विषयमा सोधपुछ र छानबिन थालेको हो। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आवश्यकता अनुसार जुनसुकै बेला राहदानी बनाउन पाउने भए पनि बिदाको दिन राहदानी बनेको घटना गम्भीर भएको बताइएको छ।
अस्वस्थ वा हिँडडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष व्यवस्था गर्न सकिन्छ, तर असोज 3 गते बिदाको दिन राहदानी बनेको प्रकरण शङ्कास्पद देखिएकाले छानबिन भइरहेको छ। ती अधिकारीले बताएका छन्, भदौ 24 गते जेनजी आन्दोलनका क्रममा कोटपिटबाट घाइते भएका देउबा दम्पति उपचारका लागि सैनिक अस्पतालमा भर्ना भएका थिए। सोही क्रममा विभागका कर्मचारी मार्फत राहदानी बनेको कुरा सार्वजनिक भएपछि थप प्रश्न उठेको छ। देउबा दम्पति उपचारका लागि थाइल्यान्ड जान तयारीमा लागेका थिए, तर राहदानी प्रकरण बाहिरिएपछि उक्त कार्यक्रम स्थगित भएको बताइएको छ। यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। देउबा दम्पति दर्शक महानुभावहरू भाग्न खोजेपछि यति बेला नेपालमा निकै ठुलो हङ्गामा भएको छ। केपी शर्मा ओली भने दर्शक महानुभावहरू खुल्लम खुल्ला बाहिर हिँड्दै विभिन्न आरोप लाञ्छना लगाउँदै हिँडिरहेका छन्। दर्शक महानुभावहरू यसैबीच आउनुहोस् अर्को समाचारतर्फ लागौँ। ऊर्जा सिँचाइ तथा जल स्रोत मन्त्री कुलमान घिसिङले विद्युत विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्। हिजो मन्त्री स्तरीय निर्णय गरिए हाल महानिर्देशक जीवत्स मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्। मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। वरिष्ठता र प्राथमिकताका आधारमा यो निर्णय गरिएको हो। कुलमान निकट स्रोतले भनेको उहाँ मनदेवी वरिष्ठतामा अगाडि हुनुहुन्थ्यो, त्यसमाथि महिला भएकाले प्राथमिकताका आधारमा पनि उहाँले नेतृत्व पाउनु भएको हो। मनदेवी जलविद्युत इन्जिनियर समेत हुन्। ऊर्जा आयोगमा सरुवा भएका जीवत्सले यसअघि कुलमान घिसिङलाई कार्य सम्पादन मूल्याङ्कनमा 0 अङ्क दिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन तत्कालीन मन्त्री दीपक खड्कालाई सहयोग गरेका थिए। उनको त्यो कार्य गैर व्यावसायिक र पक्षतापूर्ण भनी आलोचना समेत भएको थियो। त्यसैले दर्शक महानुभावहरू विद्युत विकासको महानिर्देशकमा पहिलोपटक महिला गइएको छ र नियुक्त भएको छ भने कुलमान घिसिङलाई 0 अङ्क दिने जीवस सरुवा भएका छन्। दर्शक महानुभावहरू यता माओवादी आन्दोलनको पर्याय बनेका प्रचण्ड 38 वर्षपछि नेतृत्वबाट हट्न तयार भएका छन्। अबिन छिन्न 38 वर्षदेखि पार्टी नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्राम लिन तयार भएका छन्। भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको परिणाम स्वरूप माओवादीले अरू दलभन्दा पहिला नेतृत्व परिवर्तन गर्ने मेसो ल्याएको छ। जेनजी पुस्ताको माग बमोजिम नेतृत्व र कार्यशैली बदल्न भन्दै माओवादीको शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आउँदो मङ्सिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादी पार्टी नेकपा सहितका दलहरूसँग जारी एकता प्रयासले सार्थकता नपाए माओवादी तोकिएकै मितिमा महाधिवेशन गर्न तत्पर छ। यदि पार्टी एकता भयो भने केही समय महाधिवेशन सार्ने नेताहरूको बुझाइ छ। त्यस्तो अवस्थामा एकताको महाधिवेशनमा परिणत हुने नेता माधव सापकोटाको दाबी छ। विशेष महाधिवेशनमा जाने निर्णयसँगै माओवादीलाई केन्द्रीय कमिटी भङ्ग गर्दै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ। शुक्रबारदेखि प्रचण्ड अध्यक्ष पदबाट महाधिवेशन आयोजक कमिटीको संयोजक भएका छन्। केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भने अब आफू अध्यक्ष नरहेको घोषणा गरेका छन्। गाडी चढ्नै लाग्दा दाहालले भने आज केन्द्रीय कमिटीको बैठक सम्पन्न भयो, अब म अध्यक्ष रहेन, अब म संयोजक मात्रै हो। दाहालको यो भनाइले अब फेरि पार्टीको मुख्य नेतृत्वमा नफर्किने सङ्केत गरेको छ। दाहालका विश्वासपात्र नेता वर्षमान पुन अनन्तले पनि अब उनी विशेष महाधिवेशनमा नेतृत्वको आकाङ्क्षी नभएको दावी गरी केन्द्रीय बैठकको समापनपछि पुनले दाहालले विशेष महाधिवेशनमा उम्मेद्वार नै नबन्ने दावी गरे। त्यसअघि बैठकमा नेतृत्व परिवर्तन बारे पुनले भनेका थिए नेतृत्व हस्तान्तरण बारे बहस भइरहेको छ, त्यस प्रश्नहरूको जवाब महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाउनु पर्दछ। अध्यक्षले म धेरै बस्दिन, फरक भूमिकामा बस्छु भन्नुभएको छ। उनले भने अन्ततः दर्शक महानुभावहरू एक कदम अगाडि बढेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छोड्न तयार भएको बुझिएको छ। दर्शक महानुभावहरू यसैबीच यता युलेन्स स्कुलबाट पूर्व परराष्ट्र मन्त्री एवं नेपाली काङ्ग्रेस नेत्री आर्जु राणा देउबा अलग भएका छन्। उनले युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स स्कुल एजुकेसन फाउन्डेसनले जानकारी दिएको छ। उनी युलेन्स स्कुल काठमाडौँ र ललितपुरको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा थिइन्। 24 भदौको प्रदर्शनको क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। युलेन्स स्कुलमा राणाको लगानी भएको भन्दै प्रदर्शनकारीहरूले
फाउन्डेसनले आगजनी गरेका थिए। तर युलेन्स फाउन्डेसनले भने स्कुलमा राणाको कुनै लगानी नभएको बताएको छ। युलेन्स एजुकेसन फाउन्डेसनले जारी गरेको सार्वजनिक वक्तव्यमा भनिएको छ, सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति पनि हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन। स्वामित्व र सरकारको अधिष्ठान हुन्छ। युलेन्सको सवालमा पनि आर्जु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो। युलेन्स एजुकेसन फाउन्डेसनले सञ्चालन गर्ने र उक्त फाउन्डेसनमा राणा ट्रस्टिड समेत नरहेको वक्तव्यमा उल्लेख गरिएको छ। सार्वजनिक परिचय भएको व्यक्तित्व भएको कारणले मात्रै उनलाई विद्यालयको व्यवस्थापन समितिमा राखिएको, तर उनको संलग्नतालाई लगानीकर्ताहरूको रूपमा व्याख्या गरेर स्कुलमा तोडफोड आगजनी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ। दर्शक महानुभावहरू, तपाईहरूले देख्नु भएको तस्बिरमा जेनजीको जुत्ता यो यति बेला निकै भाइरल छ। तर दर्शक महानुभावहरू, आजसम्म पनि झन्डै 2-3 हप्ता हुँदा पनि जेनजी यो जुत्ता कसको हो भनेर यति बेला दर्शक महानुभावहरू प्रश्न निकै उठेको छ। तर दर्शक महानुभावहरू, यो जुत्ता लगाउने जेनजी यति बेलासम्म सकुशल रहेको खुलासा भएको छ। एउटा जुत्ताले पनि कति गहिरो कथा भोग्दो रहेछ, यो कुरा आज हामीले जेनजी विद्रोहपछि सामाजिक सञ्जालमा भाइरल बनेको रगत्याम्म जुत्ताको कथा खोज्ने क्रममा थाहा पाइएको छ। एक दिन न्युज रुममा कुरा उठ्यो, जेनजी विद्रोहको प्रतीक बनेको त्यो रगत्याम्म जुत्ता कसको होला? यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेक अड्कलबाजी चलिरहेका थिए, तर कसैले पनि प्रमाणसहित यो जुत्ता कसको हो भनेर खोतल्न सकिरहेका थिएनन्। कसैले भनेका थिए यो कुनै शहीदको जुत्ता हो, कसैले भनेका थिए यो आन्दोलनलाई उचाइ दिन तयार पारिएको कलात्मक काम हुन सक्छ। यसैबीच कसैले भनेका थिए एआईबाट पो बनाइएको हो कि सत्यको गहिराई नभेटिएसम्म चल्ने अड्कलबाजी नै हुन्। हामी तिनै योजना तथा तिनैजना यसको तथ्य उधिन्न हिँड्यौँ। हाम्रो खोजी सामाजिक सञ्जालबाट सुरु भयो। रगतले लतपतिएको जुत्ता भएका अनेक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका थिए, तर ती दृश्यहरूमा अनुमान थिए, ठ्याक्कै कसको भन्न सकिने आधार थिएन। हो दर्शक महानुभावहरू, तर यो जुत्ता लगाउने यति बेला कुलु भेटिएको छ। अर्थात् दर्शक महानुभावहरू, यो जुत्ता लगाउने एकजना जेनजी जीवितै भेटिएका छन्, त्यो पनि दर्शक महानुभावहरू अस्पतालको बेडमा। दर्शक महानुभावहरू, ती घाइतेको नाम हो प्रकाश बोहरा। हो प्रकाश बोहरा दर्शक महानुभावहरू, उनको यो जुत्ता भएको खुलासा भएको छ। उनी ट्रामा सेन्टरमा उपचार भइरहेका छन् भने क्रस भेरिफाईका लागि अनेक तथ्य सहितका प्रश्नहरू सोद्धा उनले भनेका दाबी हुन् कि होइनन् भनेर विभिन्न कोणबाट जाँच गर्दा दर्शक महानुभावहरू यो उनकै जुत्ता भएको खुलासा भएको छ। दर्शक महानुभावहरू, तपाईँहरूले यसबारे के भन्न चाहनुहुन्छ? प्रतिक्रिया दिन नभुल्नु होला। दर्शक महानुभावहरू, यसैबीच यता 12 जेनजी समूहद्वारा प्रधानमन्त्री समक्ष 7 बुँदे सम्झौता प्रस्ताव पेश गरिएको छ। 38 जिल्लाका 12 जेनजी समूहद्वारा 7 बुँदे मागपत्र तयार पार्दै सरकारसँग जेनजी आन्दोलन जनादेश सम्बन्धी सम्झौता प्रस्ताव गरेका छन्। जेनजी समूहले प्रस्तावित सम्झौताको दस्तावेज असोज 6 गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको जनाएको छ। प्रस्ताव पेश गर्ने जेनजी समूहमा इन्डिजेन्स जेनजी, कलेक्टिभ जेनजी, मुभमेन्ट ल्यान्ड्स आइल्यान्ड्स जेनजी, पर्सा मुस्लिम जेनजी, नेपाल हाउ टु देशको विकास जेनजी, मुभमेन्ट आइल्स मोरङ एनुस, ग्रुप पिपुल अस आर्मी जेनजी, मुभमेन्ट आइल्स रूपन्देही नवयुवा लगायतका रहेका छन्। ती जेनजी समूहमा दाङ, काभ्रे, सङ्खुवासभा, ओखलढुङ्गा, ललितपुर, मुगु, भोजपुर लगायतका देशका दर्शक महानुभावहरू धेरै जिल्ला समावेश भएका छन्। यसैबीच प्रस्तावित दस्तावेज लोकतान्त्रिक र समावेशी परामर्श प्रक्रिया मार्फत तयार गरिएको जेनजी समूहले दर्शक महानुभावहरू जनाएको छ। दर्शक महानुभावहरू, यसैबीच आउनु सरको समाचारतर्फ लागौँ। पूर्व राष्ट्रपतिदेखि पूर्व कर्मचारीहरूसम्मका कानुन विपरीतका सुविधा फिर्ता हुने भएको छ। पूर्व राजनीतिक तथा प्रशासनिक अधिकारीले लिँदै आएको कानुन विपरीतको सेवा र सुविधा गर्ने प्रक्रिया फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले यस्तो सुविधा फिर्ता गर्न शुक्रबार गृह र रक्षा मन्त्रालयले पत्रचार गरेको छ। गत 5 वैशाखमा बसेको मन्त्री परिषदको निर्णय अनुसार कानुन विपरीतको सुविधा फिर्ता गराउन
लागि हो। यसअनुसार पूर्व राष्ट्रपतिदेखि पूर्व कर्मचारी सम्मानका सुविधा फिर्ता हुन सक्छन्। मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न नेपाल सरकार मन्त्री परिषदको मिति 2082/5 भएको निर्णय बमोजिम सेवानिवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु र गराउन हुन र कानुन बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन जिन्सी सामान सहयोग सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गराउन अर्थ मन्त्रालयबाट मिति 82/6/10 गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्रचार गरिएको बेहोरा जानकारी गराइन्छ भनिएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार कतिपय पूर्व प्रधानमन्त्रीहरूले गाडी र स्वकीय सचिवको सुविधा समेत कानुन विपरीत राख्दै आएका छन्। त्यस्तै पिएसओको सुविधा पनि नेता र प्रहरीकै कतिपय पूर्व अधिकारीहरूले नियम विपरीत प्रयोग गर्दै आएका छन्। सर्वोच्चकै पूर्व प्रधान न्यायाधीशहरूले कानुन बिना गाडी सुविधा प्रयोग गर्दै आएका छन्, जबकि सर्वोच्चले नै कानुन बनाएर मात्र पूर्व विशिष्ट सुविधा दिन भनेको थियो। तर हालसम्म कानुन बनाइएको छैन। पूर्व विशिष्टहरूको हकमा भने सामान्य मापदण्ड बनाएर सुविधा दिने गरिएको छ। त्यस्तै अवकाश प्राप्त सैनिक तथा प्रहरी अधिकारीले पनि नियम विपरीत पिएसओ सुविधा लिँदै आएको स्रोतले बताएको छ। दर्शक महानुभावहरू, यता जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका कारण करिब 2 साता चुपचाप बसेका एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहिबार लामो राजनीतिक समीक्षा गरेका छन्। त्यसक्रममा राजनीतिक दलहरूलाई किनाराकृत गरेर अन्तरिम सरकार अगाडि बढ्न खोजेको आशंका बढेको भन्दै एमालेका नेताहरूले राष्ट्रपति पौडेललाई ध्यान आकर्षण गराएका छन्। अध्यक्ष केपी शर्मा ओलीपछि पार्टीमा निर्णायक र माथिल्लो पोजिसनमा रहेका ती नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल शीतल निवास पुगेका थिए। हाल गुड्डे स्थित निवासमै बसिरहेका अध्यक्ष केपी शर्मा ओलीले यसै साता पार्टीका शीर्ष नेताहरूलाई पालै पालो बोलाएर निवासमै छलफल गरेका थिए। ती छलफल समेतको विश्लेषणका आधारमा बिहिबार 3 नेताहरू राष्ट्रपति रामचन्द्र पौडेल कहाँ गएको बुझिएको छ। त्यहाँ उनीहरूले जेनजी आन्दोलन, त्यसले सिर्जना गरेको परिस्थिति र आगामी राजनीतिक कोर्सको विषयमा कुराकानी राखेको बुझिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अनुसार संविधान र लोकतान्त्रिक व्यवस्थामा कायम रहेकाले यसमा धक्का लाग्ने कार्य मान्य नहुने धारणा एमालेका नेताहरूको रहेको बुझिएको छ। संविधान छ, लोकतान्त्रिक छ, गणतन्त्रको स्थिति कायमै छ। यस्तो अवस्थामा बनेको सरकारले ती चिजहरू ख्याल गर्नुपर्छ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भनेका छन्। राजनीतिक दलहरूका भूमिकालाई कमजोर बनाउने ढङ्गले गयो भने उचित हुँदैन, यसमा ध्यान जानु आवश्यक छ भनेर हामीले राष्ट्रपतिलाई भनेका छौँ। आन्दोलनपछि अन्तरिम सरकार बनेको 2 साता भइसकेको छ। यो बीचमा चुनाव घोषणा र मतदाता नामावली सङ्कलनका लागि अध्यादेश जारी भएको छ। तर चुनावका मुख्य सरकारवाला राजनीतिक दलहरू समक्ष सरकारका तर्फबाट संवाद र सामान्यको कोसिस पनि भएको छैन भन्दै दर्शक महानुभावहरू यति बेला उनीहरूले यस्तो बताएका थिए। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ, प्रतिक्रिया दिनुहोला। दर्शक महानुभावहरू, यसैबीच यता नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक वेस्ट इन्डिजसँग T20I खेल खेल्दैछ। 3 खेलको सिरिज अन्तर्गत पहिलो खेल आज शनिबार साँझ 8:45 बजे दुबईको सरजाह क्रिकेट रङ्गशालामा हुनेछ। अर्को सातादेखि ओमनमा हुने ICC T20 एसिया कप क्षेत्रीय छनौट अघि तयारीको रूपमा नेपालले वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो। वेस्ट इन्डिजसँग 3 खेल खेलिसकेपछि नेपाली टोली उतै ओमान प्रस्थान गर्ने बताइएको छ। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह एरी उपकप्तान, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आसिफ शेख, ललित नारायण राजवंशी, गुलसन झा, सुम्पल कार्मी, सहबाब आलम समेत रहेका छन्। दर्शक महानुभावहरू, यो टिमलाई हाम्रो तर्फबाट अग्रिम जितको हार्दिक मङ्गलमय शुभकामना छ। यता पनि दर्शक महानुभावहरू, अब आउने निर्वाचनमा मतदाता नामावली सङ्कलन पहिलो दिनमै नवलपरासीमा भिडभाड बढेको छ भने देशका विभिन्न ठाउँमा पनि दर्शक महानुभावहरू भिडभाड हुन थालेको बुझिएको छ। यता नेकपा एमालेका 3 नेताले राष्ट्रपति भेटेको विषयबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ, प्रतिक्रिया दिन नभुल्नुहोला। अर्थमन्त्री रामेश्वर खनाल सरकारी कामका लागि भन्दै अमेरिका जाने भएका छन् भने यता नेताहरू बाहिर धेरै बोल्ने, आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका रहेको विद्यादेवी भण्डारी
अधिकारीको भनाइ छ। यसबारे के भन्न चाहनुहुन्छ? अब प्रचण्डले अध्यक्ष छोड्ने भए कि अरूले नि छोड्ला? दर्शक महानुभावहरू, देउबा दम्पतिको राहदानीबारे परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ भने केपी शर्मा ओली, देउबा प्रचण्ड लगायतका नेताहरू दर्शक महानुभावहरू यति बेला जेल जान सक्ने पक्का पक्की भएको छ। अबको चुनावमा दर्शक महानुभावहरू कसले जित हात पार्ला? यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको प्रतिक्रिया दिन नभुल्नुहोला। काठमाडौँका मेयर बालेन्द्र शाह बालेनले दर्शक महानुभावहरू भारी मत लिउलान् या जित्लान्, के लाग्छ तपाईँहरूलाई? यसबारे पनि प्रतिक्रिया दिन नभुल्नुहोला। रवि लामिछानेसँग के मिल्नु पर्छ त? यसबारे पनि आफ्नो मनमा लागेको कुरा लेख्न नभुल्नुहोला। दर्शक महानुभावहरू, यो भिडियोलाई अन्तिमसम्म हेरेर सेयर गरिदिनु भएकोमा धन्यवाद। दर्शक महानुभावहरू, अब आजदेखि पूर्व प्रधानमन्त्री, पूर्व नेताहरूदेखि दर्शक महानुभावहरू सबैको सेवा सुविधा काटिएको छ। नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिएको सुविधा कटौती गरिएको छ। मन्त्री परिषदको बैठकले असोज 5 गते गरेको निर्णय अनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई सवारी सुविधा र सुरक्षाकर्मी फिर्ता गराउन अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई कार्यान्वयनका लागि पत्रोच्चार गरेको छ। यो सँगै दर्शक महानुभावहरू, अब सरकारको निर्णय अनुसार अबदेखि पूर्व पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेखित भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा र सुविधा मात्र प्रदान गरिने बताइएको छ। कानुन बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, निजी समान सहयोगी तथा सुरक्षाकर्मीहरू तत्काल फिर्ता गर्नुपर्नेछ। त्यस्तै गैर कानुनी रूपमा उपलब्ध गराइएका अन्य सेवा सुविधाहरू पनि स्थगित गरिने जानकारी प्राप्त भएको छ। सरकारले यो निर्णय अनुत्पादक खर्च कटौती गरी राज्यको ढोकटीमा मितव्ययिता कायम गर्नको लागि लिएको जनाएको छ। अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्रोच्चार गर्दै मन्त्री परिषदको उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्न र गराउन निर्देशन दिएको छ। यो कदमले राज्यको स्रोत साधनको दुरुपयोग रोक्न र सरकारी खर्चलाई थप पारदर्शी तथा जिम्मेवार बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। गृह र रक्षा मन्त्रालयले अब आफ्नो क्षेत्र अधिकारभित्रका पूर्व पदाधिकारीहरूलाई दिएका अतिरिक्त सेवा सुविधा फिर्ता लिने प्रक्रिया अगाडि बढाउनेछ। केपी शर्मा ओली, प्रचण्ड र देउबाका दर्शक महानुभावहरू अब सुविधाका दिन पक्कै जाने भए। दर्शक महानुभावहरू, यसैबीच यता मलाई अहिले प्रहारको निशाना बनाइएको थाहा छ भन्दै केपी शर्मा ओलीले स्वीकार गरेका छन्। अराजनीतिक प्रतिशोधात्मक व्यवहार र उक्स्याउने गतिविधि देखिरहेको छु, यो कहाँ पुगेर रोकिने भनेर उनले प्रश्न गरेका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्ट जनाएका छन्। आफूलाई प्रहारको निशाना बनाइएको समेत केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। आज आफ्नो निवासमा आएका प्रेस चौतारीका पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले आफूले कहिले भ्रष्टाचार नगरेको बताएका छन्। उनले भने, मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ। के हो मेरो अपराध? मैले भ्रष्टाचार गर्दिन र गरेको पनि छैन। विकासको खाका बनाउनु नै मेरो अपराध हो त? उनले प्रश्न सोधेका छन्। उनले भने, मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ। अहिले सुन्छु मानिसहरूसँग प्रतिशोध साम्ने कुरा भइरहेको छ। राजनीतिक प्रतिशोधात्मक व्यवहार र उस्काउने गतिविधि देखिरहेको छु। यो कहाँ पुगेर रोकिने हो? शान्ति हुनु पर्दैन, केपी शर्मा ओलीले भने। देश तरासमय बनेको र मान्छेसँग डराउनु पर्ने स्थिति आएको भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन्। युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइयो। जेनजी पुस्ताको जायजै माग थिए, भ्रष्टाचार अन्त्य, शान्ति सुव्यवस्था, सुशासन आदि। तर यहाँभित्र त अरू तत्त्वहरू आएर हतियार बोके, सुतली बम बोकेर जेनजी आएका थिएनन्। धेरै दुःख घटना घटे, विद्यार्थी भाइ बहिनी मार्ने स्थिति बनेको छ, मार्ने र मर्ने स्थिति बन्यो। उनले भने, गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्दछ, ओलीले जोड दिएका हुन्। जनप्रतिनिधि संस्था खोजी आगो लगाउनु भनेको लोकतन्त्र हुनु हुँदैन भनेको यसको छानबिन हुनुपर्ने भन्दै केपी शर्मा ओलीले माग गरेका छन्।
दर्शक महानुभावहरू यता भने गृहमन्त्रीले चेतावनी दिँदै नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन पक्राउ गर्नुपर्ने पनि अवस्था हुन्छ, तयारी अवस्थामा रहनुहोस् भनेर सिआइबीलाई निर्देशन दिएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन्। बिहिबार साँझ मन्त्री परिषद बैठकपछि सिंहदरबारबाट बाहिर निकलमा पत्रकारहरूको जिज्ञासामा मन्त्री अर्यालले भ्रष्टाचार तथा जेनजी आन्दोलनमा दमन गर्ने नेताहरू पक्राउ पर्न सक्ने चेतावनी दिएका छन्। त्यसैले उनले सिआइबीलाई निर्देशन दिएका हुन्। पत्रकारको प्रश्नमा जवाब दिँदै गृहमन्त्री अर्यालले भने कानुनमा सबै कुरा स्पष्ट छ, अनुसन्धान गर्ने निकायले आवश्यक ठानेको काम गर्दछ। पासपोर्ट रोक्का मात्र होइन पक्राउ गरेर बयान लिनुपर्ने अवस्थामा आएमा त्यसो पनि गर्न सकिन्छ। मन्त्री अर्यालले भनेका छन् भ्रष्टाचारको छानबिनका लागि राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको पनि बताएका छन्। कानुनमा लेखिए अनुसार नै काम हुन्छ उनले भनेका छन्। राज्यका निकायहरूले अनुसन्धान थालिसकेका छन्। उनले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सरकार दृढ रहने पनि बताएका छन्। 5 वर्षको म्यान्डेट पाएको सरकार पनि बिचैमा भङ्ग भयो। यदि सुशासनको मामिलामा कदम नचाल्ने हो भने यो सरकार पनि म्यान्डेटमा प्रश्न उठाउन सक्छन्। त्यसैले सरकारले राम्रोसँग खुट्टा टेक्दछ, गृहमन्त्री अर्यालले बताएका छन्। हिजै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्राविधि मन्त्री जगदीश खरेलले पनि अहिले नेताहरू बारी उठिरहेका प्रश्न सरकारले अनुसन्धान थालिसकेको बताएका थिए।